छलफल गरेर वक्ता मान्यजीहरूले बोलेर आदि गरेर त्यसलाई हामीले पारित गरेर टुङ्ग्यायौँ। त्यो टुङ्गिसकेपछि चाहिँ अब यो कुलिङ अफ पिरियडको कुरालाई लिएर चाहिँ यसले त किन जुन दफामा हामीले यसलाई राखेका थियौँ अर्को दफामा केही कुराहरू मिलाउने सन्दर्भमा चाहिँ राखिएका कुराहरूले गर्दा यो त निष्प्रभावी हुने कुरो बेठिक हो भन्ने कुराहरू उहाँहरूलाई महसुस भइसकेपछि यस्तो निर्णय हामीले गरे हो र भनेर उहाँहरू आउनुभएको थियो। तपाईँहरूले पठाएको प्रतिवेदन यही हो, पारित गरेको यही हो, यसमा कसैले संशोधन हाल्नु भएन भनेपछि यसलाई सच्याउने बाटोहरू खोजौँ भनेर उहाँहरू चाहिँ अहिले उठेर जानुभएको छ। अब राष्ट्रिय सभामा गएपछि त्यहाँ सबैको के भने यो बेठिक हो भन्ने नै छ। अहिलेसम्म ठिक हो भनेर कोही पनि समितिको तर्फबाट यस्तो थियो मेरो राय ठिक आयो भन्ने भन्नुभएको छैन। यसको बेठिक अर्थ लाग्ने भयो, यसलाई सच्याउनु पर्छ भन्ने छ। त्यसैले अब यसको राष्ट्रिय सभामा यसलाई सच्याउने कामहरू हुन्छ। राष्ट्रिय सभामा सच्याएर फेरि पनि यो प्रतिनिधि सभाबाटै गएको भएकोले प्रतिनिधि सभामा आउँछ। प्रतिनिधि सभाको त अब सार्वभौम अधिकार मान्य के हुन्छ अथवा त्यति बेला त्यो सभाले त्यसलाई संशोधन गर्ने नगर्ने स्वीकार्ने नस्वीकार्ने आदि कुराहरू यहाँ पनि हुन्छ। तर मलाई लाग्छ राष्ट्रिय सभामा पनि त्यो नमिलेका कुराहरू मिलाउने कामहरू सहजै ढङ्गबाट हुन्छ र हुनुपर्छ। यसमा अब प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा सांसदहरूले गरेको छलफल र उहाँहरूको भावना विपरीत आयो भन्ने छ, त्यो चाहिँ कसरी भयो भन्ने विषयमा यहाँबाट अथवा हाउसबाट केही छानबिनहरू हुन्छ कि? त्यहाँ बहस छलफलहरू कसरी भएको थियो, त्यसका केही लिखतहरू छन् कि छैन, बोलेको रेकर्डहरू छ कि छैन, के भएको रहेछ, कसरी चलेछ भन्ने कुरा त स्वाभाविक रूपबाट यस्तो कन्सर्न भएपछि ती कुराहरू हुन्छन्। त्यसलाई अध्ययन पनि गर्नुपर्छ। त्यसमा अलिक नियतवश काम गरेको भए त्यसलाई उपयुक्त खालको के गर्ने हो त्यो पनि कुराहरू हुन्छ होइन। तर त्यहाँ आवश्यक ध्यान मात्रै नपुगेको रहेछन्, यस्ता कुराले पार्ने असरबाट पनि ध्यान पुर्याउनुपर्छ। तर मुख्य गरी गलत खालको विधेयक पारित नहोस् पहिलो कुरो हाम्रो यसमा ध्यान जानु पर्यो। यो सँगसँगै यस्तो ढङ्गबाट छलफल र बहस एउटा निर्णय एउटा गर्ने भने तर परिणाम चाहिँ त्यसलाई असर गर्ने खालको निर्णय निकाल्ने खालका कामहरू कहाँबाट भए, के भएर भए, कसको इन्ट्रेस्टले भए, के आधार पाइन्छन्, के भेटाइन्छन्, त्यो कुराहरूको खोजी नीति गर्नु त हाम्रो कर्तव्य नै हो। र त्यसमा पत्ता पाइसकेपछि त्यसप्रति के गर्ने भन्ने कुरा अनि मात्रै कुराहरू गर्ने कुराहरू हो। त्यो खोजी नीति गर्ने अथवा छानबिन गर्ने कुन प्रोसेसबाट गर्ने? यहाँ सभामुख आफैले आफ्नै तर्फबाट गर्ने? त्यसको त अब आवश्यकता औचित्यता गम्भीरता भएको के थियो भन्ने कुरा कति हो कति होइन। अहिले त अब 15 गते पास गऱ्यौँ, 16 गते हामी संसद स्थापना दिवस मनाउन लगायतका काममै व्यस्त भयौँ। त्यही बिचमा यो कुराहरू थाहा पाएपछि आज पहिलोपल्ट मैले के भएको रहेछ भन्ने कुरा थाहा पाउँदैछु। अब त्यहाँ त प्रोसिडियरमा के भएको थियो, कसले कस्तो राय राख्नु भएको थियो, लेख्दा कसले लेख्नुभयो, सही गर्दा कसरी गर्नुभयो, यी त तमाम कुराहरू त अब मात्रै आउला, प्रोसेस अब मात्रै कुराहरू होला। त्यो त मैले सचिवालयलाई भनिसकेको छु। यस्तो बारेमा गम्भीर कुराहरू आयो, यसको सोधीखोजी गर्ने बुझ्ने के रहेछ, रेकर्डहरू के भेटिन्छन् त्यो कामहरू गर्नुपर्छ है, गर्नुहोस्। किनभने गल्ती गर्न दिनु हुँदैन। नियत बस त्यो पनि गलत कुराहरू लुकी छिपी अब नियतै राखेर म त यो गर्न चाहन्छु भनेर आउनु पनि सक्ने भयो, राजनीतिक विषय हो। अब कानुन बनाउने कुराहरू हो, कानुन बनाउने कुराहरू हो, त्यस्तो नगरिकन झुके ओरिकन यो ढङ्गबाट जाने कुराहरू हुनु हुँदैन। झुकेन काहीँ भन। तर मलाई अलिक सिरियस लागेको के थियो भने प्रतिवेदन एक खालको र यहाँ पारित गर्दा अर्कै खालको भएछ भने त यो त अलिक गम्भीर भयो। कसले के गरेछ भन्ने मलाई बढी लागेको थियो, तर त्यस्तो पाइएको छैन।